दाइ यो हुलिया चाहिँ कस्तो लागिरहेछ तपाईलाई चाहिँ दाइ? असार 15 गते यो हुलिया नभए कहिले हुन्छ? असार 15 आज विशेष गरी रोपाई दिवस। महानायक राजेश हमालले धान रोप्दै हुनुहुन्छ। आज रोपाई दिवस। जय कृषि। ल राजेश हमाल दाइले धान रोप्दै हुनुहुन्छ। दाइले रोपेको धान चाहिँ अब कति मुरी फल्ने हो? ल कुन टिमले जित्छ? राजेश दाइको टिमले जित्छ अथवा यो टिमले जित्छ हेर्न बाँकी छ। राजेश दाइ तपाईको टिम कतिको बलियो छ? उहाँहरूले डोरी उपलब्ध गर्न नसकेर मेरो चाहिँ नि जुत्ताको यो फित्ता प्रयोग गरेर अच्छा लेकिन लन्डनको चिसोले समाउँला अनि माया छेउमै बसला, अनि माया छेउमै बसला। 2-4 महिना घुमाउनु मलाई, हे सुन माया तिमीले लन्डनमा। 2-4 महिना घुमाउनु मलाई, हे सुन माया तिमीले लन्डनमा। माटो बोल्छ। साथीहरुको लागि हात चला। माटो बोल्छ। बराबर बस्नु पर्यो, बराबर। पहिला बराबर बस्नु पर्यो। यसको रबाट निर्णय गर्नु न। कोमा बस्ने निर्णय गर्नु बराबर बस्नु। ल निर्णय कति नै भयो? बराबर गर्नु। 1 2 हामी यो छुट्टै कम्पिटिसनमा छौं। ल है यो टिममा